साकेलाको कसरी उत्पत्ति भयो भन्ने सम्बन्धमा कथा रहेको छ। किराँत लोक सभ्यताको बारेमा रोचक मिथक। किराँत राई समुदायको मुन्दम एवं प्राचीन मिथक अनुसार अघि हर्कम्बुङ किराँतीको वंशमा हेचुकुप्पा नाम गरेका एक महापुरुष उत्पन्न भए। उनकी पत्नीको नाम नालुङमा थियो। एक दिन हेचुकुप्पाले एउटा ठुकुरलाई पासोमा पारेर मारे। उनले उक्त ठुकुर घरमा ल्याई त्यसको मासु केलाएर पकाए र गाँड वा गोजेरो चाहिँ बारीमा फ्यालिदिए। केही समयपछि ठुकुरको गाँठ फ्यालेको स्थानमा धान, कोदो, फापर आदि अन्न र फलफुलका बिरुवाहरू उम्रिए। हेर्दा हेर्दै ती बिरुवाहरू हुर्किए, बढे, फल लागे र पाके। यसरी पाकेको अन्न खानु हुन्छ कि हुन्न भन्ने विषयमा हेचुकुप्पा र नालुङमाका बीच लामो छलफल भयो। यस क्रममा नालुङमाले आफ्नो बारीमा पाकेका अन्नहरू खानुहुन्छ भन्ने राय राखिन्, तर हेचुकुप्पा उनको कुरामा सहमत भएनन्। उनले ती अन्न विशाल हुन सक्ने भएकाले खान नहुने तर्क राखे। जवाफमा नालुङमाले भनिन्, यी अन्नहरू खाँदा हामीलाई के हुन्न, किनकि यही अन्न र फलफुल खाएर ठुकुर मरेन, अनि त्यही ठुकुरको मासु खाएर हामी मरेनौँ। तब हामीले यो अन्न र फलफुल किन खान नहुने? पत्नी नालुङमाको तर्क हेचुकुप्पालाई मनासिवै लाग्यो र उनीहरूले बारीमा फलेको अन्न पकाएर खाए। नयाँ अन्नको भोजन गरेपछि उनीहरू बिरामी परे। हेचुकुप्पाले विषालु अन्न खाएकोले आफूहरू बिरामी परेको तर्क गरे भने नालुङमाले उक्त अन्न विषालु नभएको बरु कुलपित्रलाई नयाँ अन्न नचढाई खाएको हुनाले आफूहरू बिरामी परेको कुरा बताइन्। अर्को साल पनि उनीहरूको बारीमा सोही अन्न र फलफुल लटरम्म भएर फले र पाके। यस पटक भने उनीहरूले पाकेको नयाँ अन्न कुलपित्रलाई नचढाई नखाने बाचा गरे। तथापि उनीहरूसँग पाकेको अन्न कुलपित्रलाई कसरी चढाउने भन्ने ज्ञान थिएन। जति खोजी गरे पनि उनीहरूले मुन्दुम फलाक्दै कुलपित्रलाई नयाँ अन्न चढाई दिने धामी नछुङ फेला पार्न सकेनन्। त्यसपछि नालुङमाले हेचुकुप्पालाई नै धामी हुन आग्रह गरिन्। उनको आग्रहमा हेचुकुप्पा नुहाई धुवाई चोखो नितो भई चुलोको छेउमा बसेर नयाँ अन्नबाट तयार पारिएको चोखो जाँड चिन्डोमा राखी अदुवा र जाँड चढाउँदै पितृहरूको पुकारा गर्न लागे। यतिकैमा उनलाई कम्प छुट्यो र जोडसँग काँप्दै मुन्दुम फलाक्न लागे। यस क्रममा उनले सुम्निमा पारुहाङ सहित मानव पुर्खाहरूको उत्पत्ति कसरी भयो भनी बताउन थाले। सो क्रममा उनले पुर्खाहरूको नामावली फलाक्दै आफ्नो पालासम्म ल्याइ पुर्याए। तब उनी आसनबाट उठेर दौडिए। सो क्रममा उनी चुलोबाट दौडिएर आँगनमा पुगे र आँगनको बीचमा चिन्डोको जाँड छर्कदै जमिन खन्न थाले। खन्दै जाँदा त्यहाँ एउटा चिल्लो ढुङ्गा फेला पारे। यसरी फेला पारेको ढुङ्गालाई उनले जाँड छर्कँदै पूजा गरे। जाँड पर्न साथ उक्त ढुङ्गाबाट पानी उत्पन्न भई बाफ बनेर आकाशतर्फ उड्यो र भयङ्कर आवाज साथ मेघ गर्जन्थ्यो। हेचुकुप्पा पनि जोड जोडले मुन्दुम फलाकी रहन्थ्यो। उता नालुङमाले पनि निनाङमाको पुकार गरिरहन्। मुन्दुम फलाक्दै 7 पटकसम्म उक्त ढुङ्गामा जाँड चढाइसकेपछि हेचुकुप्पाको कम्पन मत्तर भयो। त्यसपछि उनले नालुङमालाई नाच्दै आफ्नो पछि पछि आउन आग्रह गरे। नालुङमाले सोही बमोजिम गरिन्। यस क्रममा उनीहरूले उक्त ढुङ्गालाई 7 पटक दायाँबाट र 7 पटक बायाँ तर्फबाट घुम्दै 7 दिनसम्म सिली नाचे। उनीहरूले नाचेको सिली दिदीहरू तयामा र खियामाले नाचे अनुरूप थियो। यसरी 7 दिनसम्म सिली नाचेपछि निनाङमा परमेश्वरबाट हेचुकुप्पालाई एउटा श्रीपेच र धनुकाँड अनि नालुङमालाई एक जोर झ्याम्टा प्राप्त भयो। यसरी उत्पन्न भएको साकेला ईश्वरको प्रतीक शिलालाई उनीहरूले एउटा थानमा स्थापना गरे र सो थानलाई साकेला थानको नामले पुकार्न थालियो। साकेला थान 2 प्रकारका हुन्छन्, जसलाई भाले साकेला र पोथी साकेला थानको रूपमा पुकारिन्छ। यसै मान्यताको आधारमा किराँत राईहरूले हरेक वर्ष उभौली उधौली चाडको अवसरमा साकेला थानमा गएर श्रद्धा भक्तिपूर्वक साकेलाको पूजा आराधना गरी धुमधामका साथ साकेला चाड मनाउँदै आएका छन्। साकेला थान पस्नुभन्दा पहिले धारा कुवाको पूजा